नमस्कार। तपाईँ हेर्दै हुनुहुन्छ हाम्रो च्यानल नेपाली रुद्राक्ष। आजको भिडियोमा हामी कुरा गर्नेछौँ शक्तिशाली तीनमुखी रुद्राक्षको बारेमा। यो रुद्राक्षले तपाईँको जीवनमा कसरी परिवर्तन ल्याउन सक्छ, कसले लगाउने, के फाइदा हुन्छ, सबै कुरा आज विस्तृत रूपमा जानकारी लिनेछौँ। तीनमुखी रुद्राक्षमा तीनवटा प्राकृतिक रेखा हुन्छन् जसले प्रतिनिधित्व गर्छ अग्नि देवता फायर गडलाई। यो रुद्राक्षको मुख्य शक्ति हो पाप, दोष र नकारात्मक ऊर्जा जलाउन नष्ट गर्ने। यदि तपाईँको जीवनमा पुराना गल्ती, गिल्टी, स्ट्रेस छ भने तीनमुखी रुद्राक्ष एकदमै उपयोगी मानिन्छ। अब कुरा गरौँ यसको मुख्य फाइदाहरू। मानसिक तनाव र चिन्ता कम गर्छ, आत्मविश्वास बढाउँछ, पुराना कर्मको असर कम गर्न सहयोग गर्छ, पढाइमा ध्यान केन्द्रित गर्न मद्दत गर्छ, क्रोध, एङ्गर नियन्त्रणमा ल्याउँछ। विशेष गरी विद्यार्थी, काममा असफलता भोगिरहनु भएका व्यक्तिहरू, आत्मग्लानी, गिल्टी भएका व्यक्तिका लागि अत्यन्त राम्रो तीनमुखी रुद्राक्ष हुन्छ। कसले लगाउने? यो मेष राशि अथवा सिंह राशिका लागि धेरै राम्रो। जो व्यक्ति बारम्बार असफल हुनुहुन्छ, जो व्यक्ति धेरै स्ट्रेस र डिप्रेसनमा छन्, यो रुद्राक्षले जीवनमा नयाँ ऊर्जा र सकारात्मक सोच ल्याउँछ। तीनमुखी रुद्राक्ष कसरी लगाउने? यसलाई सोमबार वा मङ्गलबार बिहान लगाउनु राम्रो। गङ्गाजल वा शुद्ध पानीले सफा गर्नुहोस्। ओम क्लीम नमः बीज मन्त्र 108 पटक जपेर यसलाई धारण गर्न सकिन्छ। यसलाई रातो धागो अथवा चाँदीमा लगाउन एकदमै उपयोगी मानिन्छ। यसलाई सधैँ शरीरसँग सम्पर्कमा राख्नुहोस्, अति राम्रो हुन्छ। ध्यान दिनुपर्ने कुरा, नक्कली रुद्राक्षबाट बच्नुहोस्। नुहाउँदा साबुन पानीमा नछुवाउनुहोस् र मासु मदिरा प्रयोग गर्दा खासै प्रयोग नगर्नुहोला। सधैँ श्रद्धा र विश्वासका साथ प्रयोग गर्नुभयो भने अवश्य हजुरहरूलाई यसले राम्रो गर्नेछ। यदि तपाईँ आफ्नो जीवनमा स्ट्रेस, डर र असफलता हटाउन चाहनुहुन्छ भने तीनमुखी रुद्राक्ष अवश्य प्रयोग गर्नुहोस्। यदि भिडियो मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद। र यहाँहरूलाई नेपाली रुद्राक्ष चाहिएमा स्क्रिनमा देखाइएको नम्बरमा व्हाट्सएप अथवा कल गर्न सक्नुहुन्छ। हस्त, धन्यवाद।